अनुभवी मूर्तिकार थिए। उनको ख्याति टाढा टाढासम्म फैलिएको थियो। एक दिन उनले एउटा नयाँ मन्दिरको लागि मूर्ति बनाउन जङ्गलमा गए। उनले 2वटा ठुला र सुन्दर ढुङ्गाहरू फेला पारे। पहिलो ढुङ्गालाई मूर्तिकारले सोधे, म तिमीलाई एउटा सुन्दर भगवानको मूर्ति बनाउन चाहन्छु, के तिमी तयार छौ? ढुङ्गाले भन्यो, म तयार छैन। मलाई चोट लाग्ला, मलाई दुख्छ। म तयार छैन। मलाई जस्तो अवस्थामा छु मलाई त्यस्तै अवस्थामा छोडिदिनुहोस्। मूर्तिकारले त्यसलाई छोडिदियो। त्यसपछि उनले दोस्रो ढुङ्गालाई सोध्यो। दोस्रो ढुङ्गाले गहिरो सास लियो र भन्यो, मूर्तिकारज्यू, मलाई थाहा छ यो पीडादायक हुनेछ, तर म सहन तयार छु। तपाईँलाई जस्तो मूर्ति बनाउन मन लाग्छ त्यस्तै बनाउनुहोस्। मूर्तिकारले कैयौँ दिन लगाएर दोस्रो ढुङ्गालाई अत्यन्तै सुन्दर र जीवित मूर्तिमा परिमाणित गर्यो। मन्दिर बनिसकेपछि मूर्तिलाई गर्भगृहको प्रमुख स्थलमा राखियो, जहाँ मानिसहरू फुल र प्रसाद चढाउँथे। अनि त्यो पहिलो ढुङ्गालाई कहाँ राखियो होला भन्नुहोस् त? त्यसलाई मन्दिरको प्रवेशद्वारमा खुट्टा पुस्ने सिडीको रूपमा प्रयोग गरियो। त्यो पहिलो ढुङ्गाले हरेक दिन हजारौँ मानिसको खुट्टाको चोट सहनु पर्यो र उसले मूर्तिकारलाई गुनासो गर्यो, किन यस्तो भयो मूर्तिकारज्यू? मूर्तिकार मुस्कुराउँदै जवाब दियो, किनकि तिमीले एकपल्टको पीडालाई अस्वीकार गर्यौ, तर तिम्रो साथीले एकपल्टको पीडालाई सहयो। जीवनमा ठुलो लक्ष्य पाउनको लागि तिमीले परीक्षण र सङ्घर्षको एउटै बाटो पार गर्नुपर्छ। यो कथाले दिने सन्देश, एकपल्टको पीडा द वान टाइम पेन स्वीकार गर्नुहोस्, ताकि तपाईँले बारम्बार चोट सहन नपरोस्। भनिन्छ हरेक कठिनाइ नै सफलताको बाटो।